यो रेफरेलमा थिचिसकेपछि हजुरकोमा यस्तो पेज आउँछ हैन। यस्तो पेज आउँछ। यसमा चाहिँ खाता बनाउनुस् भन्नेमा जान्छ। त्यहाँबाट चाहिँ आफ्नो पहिलो नाम, थर, आफ्नो रियल नाम र रियल थर राख्नु होला। अनि रियल जन्म मिति, महिना, वर्ष, दिन सबै राख्नु होला। अनि आफ्नो लिङ्क पनि राख्नु होला, पुरुष महिला के हो। त्यसपछि भनेको आफ्नो इमेल आइडी राख्नु होला। अनि त्यसपछि पासपोर्ट नबिर्सिने गरी पासपोर्ट पनि राख्नु होला। अनि खाता बनाउनुस् भन्नेमा थिच्नुस्। त्यसपछि भनेको यस्तो पेज आउँछ, खुल्छ हैन। अनि त्यसपछि माथि रेफरल बोनस भन्ने आउँछ हैन, त्यसमा थिच्नुस्। त्यसमा थिचिसकेपछि फोन नम्बर पहिले त साइन अप भयो। त्यसपछि चाहिँ भेरिफाई फोन नम्बर भन्ने आउँछ। त्यहाँ तल त्यो भेरिफाई फोन नम्बर भन्ने आइसकेपछि फोन नम्बर चाहिँ राख्ने र फोन नम्बर राखिसकेपछि तपाईँकोमा ओटिपी आउँछ। ओटिपी आइसकेपछि अनि यस्तो पेज खुल्छ है। यस्तो पेज खुलिसकेपछि यस्तोपछि तपाईँले एउटा केही न केही पोस्ट हाल्नुपर्छ हैन। पोस्ट हालिसकेपछि अनि यस्तो आउँछ पेज हैन। पोस्ट हाल्नुहोस् भनेपछि यस्तो पेजमा केही न केही लेखेर अनि पोस्ट गर्नुहोस्। पोस्ट गरिसकेपछि तपाईँकोमा 100 पोइन्ट आउँछ। यसरी नै अर्को भनेको चाहिँ अब डेली पोस्टहरू अपडेट गरिराख्यो भने चाहिँ त्यहाँबाट पनि अब फलोअरहरू बढ्ने, आफूले पनि फलो गर्ने, लाइक कमेन्टहरू गरिराख्यो भने चाहिँ यो त्यहाँ प्लस चिन्ह छ नि, त्यहाँ गएर चाहिँ आफ्नो पोस्टहरू हाल्न पाउँछ। अनि रेफरल बोनसको लागि माथि रेफरल बोनसमा गएर आफ्नो रेफरललाई कपी गरेर सेन्ड गर्दा अरूबाट पनि त्यो उनीहरूले पनि 100 पोइन्ट पाउँछ र रेफरल गर्ने मान्छेलाई पनि 100 पोइन्ट आउँछ के। उनीहरूले साइन अप गरिसकेपछि फोन नम्बर भेरिफाई भइसक्यो र यो फर्स्ट पोस्ट भयो भने दुईजनाकैमा 100 पोइन्ट चाहिँ आउँछ। त्यसैले चाहिँ प्राइज जित्न सजिलो हुन्छ। अनि यस्तो आउँछ। अनि पोस्ट फेरि नयाँ पोस्ट हाल्नको लागि त्यही प्लसमा गएर हाल्ने। खासमा मेन पेज भनेको यस्तो हुन्छ, यस्तो देखिन्छ हैन। यसमा भनेको प्राणायाम भयो, भाषा पनि सिक्न मिल्छ, चलचित्र नेपाली मुभीहरू सबै हेर्न मिल्छ, टिभी न्युजहरू हेर्न मिल्छ, सङ्गीत म्युजिक नेपाली एआई सङहरू पनि सुन्न मिल्छ, रेडियो सुन्न मिल्छ, अनि समाचारहरू पढ्न मिल्छ। अनि केही क्वेसनहरू गर्नु पर्यो यताउता भनेपछि यो के छ हजुर कुरा गरौँ भन्ने यसमा क्वेसन गर्दा यसले पनि राम्रो जवाबहरू दिइरहेको हुन्छ। अनि हामीले पोस्ट गर्ने र आफ्नो पोइन्टहरू बढाउने भनेको चाहिँ यो ठिकठाक भन्नेमा गएर है, ठिकठाकमा क्लिक गरिसकेपछि यस्तो पेज आउने हो।